मेरो लागि मात्रै नभएर म जस्तो धेरैजना हुनुहुन्छ होला जो चाहिँ एकदमै सुविधा सम्पन्न देशहरूमा बसिराखेको होइन तर आफ्नै देशमा आएर केही गर्छु भन्ने युवाहरूको लागि पनि प्रोत्साहन हुन्छ जस्तै लागेको छ मलाई त्यही फिल भएको छ किनकि यो जर्नी चाहिँ सबै वर्थ इट भएको फिल गरेको छु राष्ट्रले नै एक्नोलेज चाहिँ गर्नुहुने रहेछ भन्ने फिल भएको छ अनि एन्टायर जति पनि मैले मान्छेहरू भेटेँ मेरो साथीहरू मेरो परिवार होइन मुभी टिमहरू सबैजनालाई नै थ्याङ्क यू भन्छु यहाँ आइरहँदा तपाईँलाई थाहा थियो कतिको कन्फिडेन्ट हुनुहुन्थ्यो मैले नै पाउँछु भनेर त्यस्तो कन्फिडेन्स त थिएन तर होपफुल चाहिँ थिएँ मामुलाई कसरी सम्झिन चाहनुहुन्छ अब म त खोइ वर्ड चाहिँ छैन खासमा होइन परिवारसँगै हुनुभएको भए अझ यो ह्याप्पी मोमेन्ट चाहिँ अझै ह्याप्पी हुन्थ्यो जस्तो लाग्छ तर टाढैबाट पनि उहाँहरूले मलाई जहिले सपोर्ट गरिराख्नु भएको छ मेरो हरेक जर्नीमा हरेक मैले लिएको डिसिजन्सहरूमा सो उहाँहरूलाई चाहिँ एकदमै मिस गरिरहेको छु र थ्याङ्क यू नै भन्छु फोन गरेर भन्नुभयो हजुर अब भन्छु अब फोन गर्छु अहिले अझै बिहान भएको छैन धरणीधर काफले आउँदै हुनुहुन्छ